What's up beautiful people? Welcome to my new vlog. आज चाहिँ दाइ र म कहाँ जान लाग्यो दाइ? भ्लग स्टार्ट भइसक्यो। भइसक्यो। हामी चाहिँ अब आमायाङ्ग्री घुम्न जान लागेको। रेनकोट सेन्ट हाम्रो चाहिँ रेनकोट तल छ। पानी पर्न सक्छ हैन। ट्याकल लगाएर रेनकोट सेन्ट हालेर जानुपर्छ। क्यामेरा रेडी हो तपाईको? एकदम रेडी हो हामी सामु। क्यामेरा रेडी हो। अब चाहिँ हामी निस्किन लाग्यो हैन। टक्क लाएर हामी चाहिँ अब हिँड्न लाग्यो हैन। कस्तो देखिरहेछ हैन? सेफ्टी त चाहियो नि। अब हामी निस्किन्छौँ। हेर्दै गर्नु होला। चलो। हामी चाहिँ अब यहाँबाट ट्याक्क जर्सिङबाट अब जाँदैछौँ उतातिर कस्तो रहेछ बाटो चाहिँ भिडियो हेर्दै गर्नु होला। अहिले ठ्याक्क हामी चाहिँ छाप भन्दै आइपुग्यौँ। यहाँबाट तलतिर चाहिँ देखाउँ त तलतिर चाहिँ अफ रोड रहेछ बाटो। हामी चाहिँ मास्तिरबाट जान लागेको। मास्तिरबाट राम्रो छ अरे बाटो हेरौँ कस्तो रहेछ। मान्छे बित्दै हो क्या मान्छे बित्दै हो क्या हो जस्तो छ। लड्काको छ त्यस्तो बाटोमा यार। हामी यस्तै त हो नि ब्रो। साह्रो सातो गयो नि। हन्टिङ हानौ न यार खोइ काफल साफल के भेट्छ कि यहाँनिर ल हिँडौ त ल। सल्लाहघारीमै के काफल भेट्नु अब खोजौँ न असिल ससिल छ कि गुराँसहरू आएको बेलामा खोजौँ न। के हो यो? छ त हो र खाइदिने हो? के हो अर्को पनि ले के हो छ त यार। दुईटा उ त बिस्कुट पनि हो कि यार त्यो छ त यसमा? भल न छ त यार ए खाइदिउँ छ है हान्नु ल ल हामीले चाहिँ भेट्यौँ यहाँनिर ल खाने कुरा होइन रेड बुल रहेछ बिस्कुट रहेछ ले हान्नु ल भेटा यार ल के हो यो कसले लिएर हामीलाई छोड्दै हो कि ल यार दामी ल हान्नु बसेर ल त्यहाँ गएर बसेर हान्नु पर्ला है बस्ने ठाउँमा हुन्छ ल जाउँ ल ल भेटाको माल हान्ने यार ल त्यही पनि खस यार हन्टिङ हान्न आएको यस्तो भेटाइदिएर भने मलाई यार होइन यस्तो बाटोभरि फेरि उतातिर पनि भेटायो हुन्थ्यो नि है हान्ने ल भेटाको माल त हुने होइन एकदम सँगले यहाँ चाहिँ डस्टबिनै रहेन रहेछ। हामी चाहिँ अब यसलाई ल डस्टबिन भएको ठाउँमा लगेर फाल्छौँ। जहाँ पाए त्यही फोहोर फालेर अब हामीलाई पनि अलि सफा हामी आफै भन्छौँ जहाँ पाए त्यही फोहोर फाल्नु हुँदैन सफा राख्नुपर्छ आफ्नो ठाउँ भनेर। त्यही भएर हामी चाहिँ यसलाई लगेर डस्टबिनमा लगेर फाल्छौँ। गाइस प्लास्टिकमा चाहिँ हाल्नु पर्ला त्यो फोहोर है प्लास्टिकमा बोकेर हिँड्ने ओके। प्लास्टिक पनि सफा हुन्छ यतातिर नि। हामी फोहोर पनि यसमा हालेर लिएर हिँड्छौँ। गाइस अब हामी निक्ल्यौँ। अहिले चाहिँ हामी ठ्याक्क मेलम्ची आइपुग्यौँ। ठ्याक्क तपाईँको जर्सिङ पौवाबाट यहाँ आउनलाई चाहिँ 21 किलोमिटर रहेछ। कहीँ अफ रोड छ नत्र बाटो राम्रै छ। यहाँबाट उता चाहिँ कस्तो छ भिडियो हेर्दै गर्नु होला। पुल लगाएर यहाँ चाहिँ यस्तो भएर चाहिँ बाटो यस्तो छ हिँड्नु पर्ने रहेछ। हे भगवान् के गरेर लिएर जाउँ म यस्तो बाटो? ओ माई गड तानेन असले किन्यो दाइ? हजुर असले किन्यो कति रुपियाँ हो? 50 रुपियाँ जम्मा। ए महँगो भन्यो नि भाइ त्यति असेल 50 पर्छ त 100 रुपियाँ दिन त त्यसै कति घटाइदियो भाइ? ल ठिक छ खैले हो नि त। अहिले के आफूले मात्रै हाल्ला हो क्या हो? टिप्ने बेला चाहिँ म पनि टिमी ल्याउन। ओ माई गड वाउ फोटो भिडियो हान्नु त जुम हान्नु त
आइसेलु यो चाहिँ हाम्रो मेहनत हो दुईटा काँडाले घोचेको छ हामीलाई राकेशको फेभरेट के हो राकेश पाकेको पहेँलो पहेँलो आइसेलु आउनु असेल खानु अब सुरु गरौँ है पाकेको आइसेलु पाकेको आइसेलु के फोर रहेछ त नङ पनि फोर आयो ल्याम 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 हजुर आइसेलु हजुर हामीले चाहिँ अब यहाँ टक्क चुत्रो देख्यौँ होइन अब चुत्रो खाऊँ भनेको होइन बवाल फुलिरहेको पाकिरहेको छ अथामा सला फर्स्टमै घोदियो अब काफल पनि भेट्छ होला काफल पनि धरो हान्नुपर्छ मजे वाउ चुत्रो खानु भएको छ नि तपाईँहरूले मिठो छ तपाईँ पनि आउनुहोस् है खाना यहाँ पनि छ ल ल हेर्नु त यी यहाँ देखाउनुहोस् त ल्याम हजुर चुत्रो खाम के खाएको चुत्रो खाएको थाहा छ कि छैन कतिपयलाई यो चुत्रो दामी छ यार के गरे खाएको त त्यो अल्छीले यार दाइ अल्छीको पोको किन अल्छी ल्याएपछि के हुन्छ अब यहाँ अल्छी पनि तिम्रो साह्रो अल्छी भयो यार त्यही मुख लगाएर जोतेर राख त अनि लिप टु लिप भयो क्या यो अब थाहा नै छैन यार केटीलाई लिप टु लिप गर्न पाइँदैन के अनि त्यस्तो चाहिँ भन्नु है अब छ्या दाइले त फोहोर कुरा बोल्नु हो ट्याक्क शेरमा थाङ आइपुग्यो होइन टक्क शेरमा थाङको भ्यू हो हामीले डाँडालाई त के फुच्चे देख्छौँ त तल चिसो भएर हात यहाँ कठ्याङ्ग्री राख यहाँ त मस्त ज्याकेट ग्लोभ्स राम्रो खालको लाएर आउनु पर्ने चाहिँ एकदमसँगले सुन्नु न यो भत्केको के हो गुम्बा हो अनि यो आमा याङ्ग्री पुग्न कति टाइम लाग्छ अब हजुर 4 घन्टा त्यत्रो टाढो छ हिउँ परिरहेछ हो र ले हिउँ खेल्न पाइने भयो ल जाउँ ल मलाई हिउँ परिरहेर आज हिउँ खेल्न पाइने भयो ल मजा आयो ल भन्नु मजा आयो भने त यहाँ ज्याकेट लाएन चिसो है चिसो ल हिउँ परिरहेछ अरे गाई अब चाहिँ माथि गएर हिउँ हेर्न पर्ने हुन्छ होइन तिमीलाई खेर होला यहाँ हेर्नुहोस् त के रहेछ गाई यो टिपे ल हजुरलाई यो ल याङ्ग्री पिक भन्छ होइन याङ्ग्री पिक जानलाई चाहिँ यहाँबाट 30 मिनट लाग्छ अरे त्यहाँ बोर्ड थियो त्यहाँ अगाडि खिच्न चाहिँ खिचेनौँ यहाँ चाहिँ लाल ग्रास रहेछ अनि यो टिपाउनु त भनेर एकछिन रोकेर यहाँ बसिरहेको छौँ अनि मासतिर हिउँ परेको छ भन्दै थियो एउटा नानीले हो कि होइन कुनै तर चिसो भइरहेको छ यहाँनिर है अब घाम लाग्ला अब त्यति गर्मी नहोला भनेर त्यति लुगा पनि लाएर आइएन यहाँ आएर अलिक चिसो भइरहेको म भेट्छु त ए भेटिन्छ बिस्तारै तल लड्नु होला नि फेरि भाग्यो त यार आउँदैन क्या मलाई त खै बिस्तारै भइहाल्छ नि दाइ किन हतार गरेको वाउ यो कसलाई त यो होला
ल हम भी है इधर ल यस्तो है गाइज यस्तोबाट बनाएको है हामीले भ्लग चाहिँ है भ्लग चाहिँ हाम्रो यस्तो है ल गयौँ है त हामी ल पानी पऱ्यो धेरै टाढा पुग्नु छ हामी ल हाम्रो चाहिँ अब लास्टै पानी पऱ्यो चिसो चिसो भयो भिजायो पनि हामीलाई पुरा मौसम चाहिँ यस्तो छ यतातिरको चाहिँ पुरा हुस्सु पानी एकदम अहिले पनि पुरा भिजिरहेछ हामी अलिअलि एकछिन सुसु आएर अहिले चाहिँ हामीलाई चाहिँ यस्तो चिसोले चाहिँ सुसो च्याल्यो अनि त्यही भएर चाहिँ खुल्ला गरेर नआउने के गर्नु अब यस्तो ठाउँ यस्तो छ अब कहाँ जानु त है त्यही भएर हान्नेको अब ठिकै छ जाडो भएर आएर हात कट्याङ रहेछ गाइस बाटो लास्ट खतम रहेछ है स्कुटर आउँदैन एकदमसँगले स्कुटर चाहिँ नआउनु रहेछ ल अलि तात्ने अलिक पुरानो खालको बाइकहरू पनि अलिक गाह्रै छ सेलाउँदै आउनुपर्छ गरेर भन्ने रहेछ लास्ट यहाँ चिसो हेर पानी परेर हामी चाहिँ एकछिन बस्नु पऱ्यो बाटो पनि सुनसान छ यार सुनसानै छ अनि अझै यहाँबाट 7 किलोमिटरमा 6 किलोमिटरमा छ है 6.8 भनेको लगभग 7 किलोमिटर भनौँ न अझै पानी परेर पानी छिटाएर ट्याक्क लेन्स पनि पऱ्यो पानीको ल पुरा थोपा थोपा परिरहेछ मौसम चाहिँ पुरा होस् लागेर केही देखिन्छ छैन क्या अब ल माथि गएर भेटौँ अब ल ल हामी कटाङ गएको पनि छौँ जाडो भइरहेछ गाइस ल हामी चाहिँ हिजो बेलुका आइपुगेको यहाँनिर हिजो बेलुका आयौँ अनि यहाँनिर बस्यौँ अनि हाम्रो क्यामेराको लेन्समा पानी छिरेको थियो पानी छिरेर हिजो चाहिँ हामीले भिडियो बनाउन पाएनौँ पानी परेर भिजिरहेको थियौँ चिसो पनि भइरहेको थियो आगो सागो तापेर हामी सुत्यौँ हिजो भिडियो बनाएन आज चाहिँ हामी ल बिहान उठ्यौँ उठेर अब चाहिँ हामी माथि आमाङ्ग्री माथि जान लाग्यो डाँडा पुरै छिकिरहेछ उसले पुरै हुस्सु लागिरहेछ हामी बसेको चाहिँ यहीँनिर रेस्टुरेन्टमा बसेको अब चाहिँ हामी माथि जान ल जाउँ हुस्सु लागिरहेछ हेरौँ माथिबाट कस्तो देखिरहेछ सेतो गुँरास फुलिरहेको छ यतातिर चाहिँ घारी रहेछ नि है ए जङ्गलै गुँरासको मात्रै छ यतातिर हाम्रोतिर साल सल्लाह हुन्थ्यो यतातिर धुपी र गुँरास यहाँ हिलोले यहाँ मेरो पछाडि कस्तो देखिरहेछ ए भयङ्कर देखिरहेको छ नि हिलोले र पानीले त खतम गर्न नि हिजो बाटो त्यस्तै छ फेरि लुगा पनि ल्याएको थिएन उकाली जाँदा भेटे मैले एउटी सुन्दरीलाई दिने क्या बाटो चाहिँ त्यही भनेको त्यही त नि गेट चाहिँ हो होइन ल गाइस हामी चाहिँ अहिले बेस क्याम्पबाट माथि उकालो अलिकति हिँड्यौँ आमाङ्ग्री माथि सम्झनाले चाहिँ हिँडेर जानुपर्ने रहेछ होइन जङ्गल छ यस्तो होइन यस्तो छ हिँड्दैछौँ रुख हेर्नु न कस्तो खतरा रुख क्या दाइ यार यस्तो खतरा रुखहरू यो हेर्नु त देखाइदिँदा हेर्न सक्नुहुन्छ दर्शकबिन तपाईँहरू प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ हामी प्रत्यक्ष प्रसारणमा छौँ यस्तो ठाडोमा माथिको अहिले लाइट नपुग्दो रहेछ बाटो चाहिँ यस्तै हो गाइज बाटो कस्तो माथितिर दिदीहरू बाटो त यो त सुरुवात हो माथि त अझै दुईटा यस्तो डाँडा ठाडै डाँडा छ ठाडै हो ठाडै यो त सजिलो हो नि यो त माथि त यस्तो सुरुवात पुग्ने बेलामा त के तर बिस्तारै जानुहोस् न आज घाम आज पनि वेदर छैन है। राम्रो छ हिउँ त के देख्नु कुहिरै लागेको छ झ्याप्प तर कुहिरो हिउँ छ लागिरहेछ छ अलिअलि छ कि धेरै छ दिदी हिउँ झ्याप्पै छ धेरै छ निकै छ हामी चाहिँ उहाँ तलबाट आएको यस्तो उकालो बाटो छ स्यासेर फ्याफे भइरहेछ दाइ कतिको गाह्रो भइरहेछ गाह्रो त अब खासै त छैन अहिले भर्खरै सुरुवात हो हाम्रो दुईटा उकालो यस्तै छ भनेछन् आन्टीहरूले हेर्दैछौँ ल मलाई पुरै जङ्गल यस्तो छ है घनाघोर जङ्गल मान्छे अहिले दुईवटा आन्टी भेटाएको थियो त्यहाँबाट कोही पनि भेटाएको छैन ऊ त्यो तलबाट यस्तो तलबाट आएको त्यहाँबाट ठाडै अझै उहाँ माथि ठाडै छ उतातिर ल तर हामी चाहिँ पहाडमै हुर्केको भएर होला खासै उकालो मानेको छैनौँ उकालो त उकालै छ मानेको चाहिँ छैन मानेको चाहिँ छैनौँ ल है त अलिअलि क्यामेरा हल्लाइ गाइस हिँड्नु नि पऱ्यो
डोन्ट माइन्ड। ल है त अब अलि मास्तिर गएर फेरि कस्तो रहेछ देखाउँला। लास्ट गएर यार हिँड्नै नसक्ने यार ठाडै गल्ल छ। आइया बिस्तारै जाउँ दाइ। ए के बिस्तारै त्यो ग्राभिटी तल तल तान्छ त्यो यार हो कि क्या यार ग्राभिटीले तानेछ यार लास्ट गाह्रो यार सब के देख्दैन खोइ यहाँ ढुङ्गा छ ढुङ्गै देख्दैन उयो उकालोबाट जानुपर्छ आम्मा यस्तो ओह्रालोबाट हट बिस्तारै दाइ बिस्तारै ग्राभिटीले तान्छ जस्तो लाग्यो मलाई नि खोइ मास्तिर चढ्न गाह्रो छ त्यो यार म नै हो त्यस्तै भयो एकचोटि अघि कति गाह्रो भइरहेको छ त्यो यार चौतारी पनि चाहिँ कस्तो तर्सिनीको टिपेको साँच्ची हो खोइ 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 के हो होइन होला है के सरसँग मासु मैले थेट सल्लाहको के पो रहेछ त्यस्तै हावा हान्दिने अभ्यास छ भनेर यार बाटो त्यस्तो छ है पुरा खतम छ यो बाटो चाहिँ अब यहाँ गाह्रो हुन्छ हिँड्न चाहिँ खतम त नभनौँ जे होस् मास्तिर आइसकेर गाह्रो गाह्रो रहेछ मान्छे बोकेको 5000 ए भिड त कुरै नगरौँ न यस्तो छ अब यतातिर झन् यस्तो छ ढुङ्गा यत्रो ठुलो छ यतातिर झन् झर्ला झर्ला जस्तो भएर बसेको छ लाग मलाई बिस्तारै अलि मास्तिर गएपछि बोकौँला नि तिमीलाई म बोक्छु मलाई तिमी बोक हुन्छ बोक्नु न मलाई अनि यो चाहिँ हिँड्छु म दाइ यार यति धेरै हिँडिसक्यो खोइ त आउँदै आउँदैन यार कति माथि हो अझै ए यार आइहाल्छ नि ऊ त्यो माथि राड दिएको छ कहाँ देख्नु यार त्यो हुसुलाएर केही देखाइ छैन हिँड्न माथि गएपछि देखिहाल्छ नि हो त्यहीँ छ दाइ पनि यार कति धेरै माथि आएर यत्रो धेरै हिँडिसक्यो गाह्रो भयो धेरै गाह्रो भइसक्यो नि खुट्टा काँधो हालेर हिँड्यो त हुन्छ अब हामी चाहिँ यहाँ पिक पुग्न लाग्यौँ होइन पिक भने माथि होइन त कि तल हो पिक भने पुग्न लाग्यौँ बाटो त्यस्तो छ यहाँ माथि माथि डाँडामा पुग्न लागेको ठाउँमा चाहिँ अनि हामी चाहिँ हिमाल हेर्ने भन्ने सपना थियो कुहिरोले धोस्न पारिदियो दिनभरि लाएर पनि हेर्नुपर्छ हिमाल त के हो अरे दिनभरि लाएर बसेर पनि हेर्नुपर्छ मान्छे हिँड्न सकेको छैन दिनभरि बस्यो भने त चिसोले चस्मामा पानी शीत कसरी पर्यो यार ल हेर्नु त आँखामा लगाएको चस्मामा कसरी पर्यो यो पानी पानी पर्यो होइन मान्छे कसरी पर्यो म्याजिक म्याजिक केटा हो म्याजिक पुरा होसले यी ती नजिक पनि के नदेखिनु भएको छ अब यो कस्तो कुद्न सकेको बोल्यो हुनु त माथि आर्मी गन पनि केटाको थियो ड्राइभ भएर बसेर बाटो त्यस्तो छ बल्ल बल्ल हल्का हल्का क्लियर हुँदैछ मौसम माइजू भनेको माथि जाउँ भने हो अब आइपुग्न लाग्यो छिटो आउनु छिटो यहीँ हो अब हेलो हजुर कता छौ दाइ सेतो छौ आइयो अब आइपुग्न लाग्यो भन्दै हुनुहुन्छ यहाँसम्म आए अनुसारले भ्यू राम्रोसँग हेरेर हिउँ खेल्न पायो हुन्थ्यो त्यति भए लाख हुन्थ्यो एकदमसँगले हामी कडा मेहनतमा छौँ कडा मेहनतमा छौँ पसिनाहरू त खासै त बगा त छैन नाकबाट सिँगन चाहिँ बगिरहेछ पसिनाको सट्टा ओके हामी जाँदैछौँ अब आइपुग्न आँट्यो यहाँबाट चाहिँ हिउँ देख्न थाल्यो हामीले हिउँ रहेछ भाइ आएर त यो के रहेछ यार के हो यो त हिउँ हो नि त यार यो लायो भने त सेतो हुन्छ नि त अनुहारमा लायो भने त अनुहार सेतो हुन्छ साँच्ची हो हो र अँ साँच्ची भनेको ख्याल हो साँच्चीकै पक्तेछु म चस्मा खोलेर लाउँछ है त ल लाउनु त सेतो हुन्छ दाइ ल म हेर्छु भाइ ल दामी भयो
मन लाउँछ यार, म झन् ह्यान्डसम हुन्छ अब यो लगायो भने त यार। लगाइदिउँ? छु छु अलिक भन्दा ह्यान्डसम भयो म। दामी दामी ल ल अब चाहिँ गर्लफ्रेन्ड केटीपट्टि चाहिँ अब चाहिँ। भाइ त्यो त हेर त त्यहाँ टन्नै रहेछ नि त यी अँ दाइ अँ यार अँ टन्नै रहेछ है। म त झोलामा हालेर लान्छु यार कहाँ त यहाँ झोलामा पक्रिहाल्छ नि हुँदैन। अर्कोचोटि आउँदाखेरि लैजाउँला अहिले छोडिदिनु। केमा हालेर लान्छ अर्कोचोटि अनि अर्कोचोटि आउने लाउने जाने कहाँ लान्छ त झोलामा लगाउनलाई दिनै आइबस्छ नि त अनि कहाँ पक्रिहाल्छ नि भाइ उहाँसम्म लाँदाखेरि त नि अहिले झोलामा हालेर पक्रिन्छ। केमा हाल्यो भने पक्रिँदैन त अनि अब यो यत्तिकै यो अब जसरी नि पक्रिन्छ अर्कोचोटि हिउँ पर्दाखेरि आउने अनि लाउने है। ल ल ल जाउँ। यस्तो यस्तो छ बाटो चाहिँ हामी चाहिँ आमा याङ्ग्री आइपुग्यौँ। बाटो चाहिँ यस्तो छ होइन मन्दिर चाहिँ त्यो हो मन्दिर चाहिँ यहाँ हो हामी बल्ल आइपुग्यौँ। यता चाहिँ पुरा हिउँ परेर पाक्कै भएर सेतै छ है यस्तो एकदमसँगले हिउँ परिरहेको छ पाक्कै सेतो भइरहेको छ। पुरै हिउँ छ यतातिर चाहिँ आमा याङ्ग्रीको गेट मन्दिर यस यस पुरा हिउँ परेर भयङ्कर भइरहेछ। अरे वाह केटा हो आमा याङ्ग्रीमा यस्तो हिउँ परिरहेछ है तिमीहरू नि हेर्न सक्छौ पुरै बाक्लो छैन गाइज। यो चाहिँ भयङ्कर छ होइन चिसो छ बुला। धेरै रूपको घमण्ड नगर कान्छी तिमी भन्दा नि सेतो चिज पाइसकेँ मैले रे है यो चाहिँ हिउँ परेको हो पुरै हिउँ जमेर यस्तो भइरहेको छ पुरै हिउँ है यो चाहिँ पुरै हिउँ हो ल गाइज। अरे वाह यस्तो छ हिउँ चाहिँ कत्रो बाक्लो है हिउँ पनि कस्तो साह्रो हिमाल हो नि यस्तै हुन्छ होला है के गरे बे किन टेका त्यहाँ हिँडेको ओ माय गॉड दारीतिर लाग्छ छु धेरै चिसो छ यार। यसको अर्थ चाहिँ के हो गाइज भनिदिनु होला खास यहाँ यस्तो छ कहिले हेर्नुहुन्छ भने हैन आमा याङ्ग्रीमा चाहिँ यो सिन राखेको अर्थ चाहिँ के हो यो माथि आमा तल बच्चा जन्माएको जस्तो छ होइन तल बच्चाको टाउको छ बच्चा त होइन दारी सारी छ के होला समथिङ ल ठिकै छ समथिङ अब खोइ के हो पनि यो चाहिँ हामीलाई थाहा भएन। तपाईँहरू भनिदिनु होला अब यहाँ चाहिँ बोर्ड फोहोर नफालिदिनु होला फोहोर गर्नु भएमा तपाईँ अर्को जन्म सुरु भएर जाने जानुहुन्छ है ल मजा खाने ओके यताबाट नि त्यस्तै बनाउनु लगाएर चाहिँ मैले एकदमसँगले यतापट्टि यताबाट त्यस्तो छैन त्यस्तो छैन बाबा आमा हुनुपर्छ सायद पवित्र स्थलमा ढोगेर चढौँ यहाँ आइपुग्यौँ। यो चाहिँ आमा याङ्ग्री मन्दिर हो अब छ दर्शन गर भिडियो हेरेर रिग्रेट भएर होला नि नआएको त्यही त ल चेक होला देखिँदैन रहेछ सब ए देखि आमा याङ्ग्री मन्दिर चाहिँ यस्तो हो खास हामीलाई खिच्न मिल्छ कि मिल्दैन चाहिँ थाहा छैन तर हामीले चाहिँ खिच्यौँ मिल्दैन भने माफ गर्नु होला। मन्दिरभित्र चाहिँ यस्तो छ है तल्लो तलामा हामीले चाहिँ खिचिदिइहाल्यौँ नि अब खिच्न चाहिँ मिल्छ कि मिल्दैन थियो
भिडियोबाट तपाईँहरू पनि आमा याङ्ग्रीको दर्शन गर्नु होला। लेखिदिनु न आमा याङ्ग्रीको मन्दिर चाहिँ ओके। पहिलो तलाको मन्दिर चाहिँ यस्तो हो आमा याङ्ग्रीको। सर चिसो भइरहेछ। आमा याङ्ग्रीको मन्दिर हो यो। माथिल्लो तलामा चाहिँ बुद्धको मूर्ति। बुद्ध होइन गेन्चो हो कि के भन्नु गेन्चो गेन्चो त्यस्तै लाग्यो मलाई नि फेरि। मलाई पनि चिन्दिनँ अनि बुद्ध त होइन है। गुरु लामा हो कि के भन्छ दाइ त्यो माथिको मूर्ति उसलाई के भनिन्छ माथिको मूर्ति गेन्चो हो कि के भन्दैन अनुहार चाहिँ कसैसँग नि मिल्दैन कि त्यही भएर आँखा चाहिँ बन्दगी गरेर राखेको हुन्छ तर अहिले होम गरेर खोल्यो होला अहिले चाहिँ आँखा त खुलै छ होइन अहिले चाहिँ होइन नत्र होम नगरी साल त खुल्दैन नि त देखाइदिनु त त्यहाँ माथि सबैभन्दा चाहिँ एकदम शिव जति भनेको जस्तै हो कि यस्तो रहेछ ल कान यस्तो रहेछ देखाइदिनु त जस्तो कहाँनिर चाहिँ अगाडिबाट चाहिँ देख्दैन त्यो अघि तलबाट खिच्छ तलबाट खिचेको अगाडिबाट चाहिँ होइन गुर्जेम्बो हो होइन सिङ्गल पिस। कसैको चाहिँ कसैको होइन अनुहार मिल्दैन यहाँ चाहिँ आमा याङ्ग्री मन्दिर। अहिले चाहिँ हामी दुईजना मात्रै छौँ। आमा याङ्ग्री मन्दिर चाहिँ यता अरू सबैजना गइसके फर्किसके हामी दुईजना मात्रै छौँ। भाइ यो वरिपरि यो डाँडाहरू छेकेको छ नि यो केले हो थाहा छ? हुसुले हो नि दाइ कहाँ होस् हुन्छ यो थाहै रहेन भाइलाई। अनि केले छेका त यो त राजेश दाइले हुक्का तानेर फालेको धुवा हो नि। ए जहिले गफ भन्छ यो त त्यही गफ होइन साँच्ची हो पक्न पक। हिउँ परेर हामी चाहिँ यहाँ चिसो भएर आगो ताबिरहेछौँ आगो फुकेर हामी दुईजना चाहिँ होइन पुरै यहाँ साह्रो भयो भने हात कट्याङ्गेर है यहाँ दाउरा रहेछ अनि आगो बालिरहेको छ हामी चाहिँ चिसो भएर हामी चाहिँ यतातिर छौँ है। ल गाइस अब चाहिँ बादल फाट्दैछ हुसु फाट्दैछ अलिअलि भ्यू देखिरहेछ। हामी पुरा प्रतीक्षारत छौँ पारी गाउँ पारी हिमाल हेर्नलाई। हिमाल चाहिँ देखिने हो कि होइन हिमाल चाहिँ देखिन्छ कि देखिँदैन सुरुवात यहाँबाट हुँदैछ है बादल फाट्न। पारी गाउँमा त घाम लागिरहेछ त होइन त। नौ डाँडा पारी नौ डाँडा यो काटेर हामी यो भ्यू हेर्न आएको तर देखिएन के गर्नु। फाइनली अब चाहिँ घाम लाग्यो होइन गाइस। अब चाहिँ अब एकछिनमा भ्यू दामी हेरिन्छ यतातिर। आमा याङ्ग्री मन्दिर चाहिँ त्यो हो। हजुर हामी चाहिँ यहाँ छौँ मन्दिरमै बसिरहेको छौँ। यहाँ आगो तापेर बसिरहेको आगो तापेको आगो नै निभिसक्यो दाउरा नभएर। एउटा यहाँ चाहिँ एउटा रहस्यमय पाल भेटायौँ हामीले। यहाँभित्र चाहिँ खास यस्तो सामानहरू राखेको छ कहाँबाट गएर राखेको यताभित्र के छ भन्ने हामीलाई पनि थाहा छैन तर पाल चाहिँ एकदमै छ ओडार। अब यहाँतिर यस्तो पोलिकार्बनको चाहिँ स्टिलमा पोलिकार्बन हालेर चाहिँ पुरा ढोका बनाइराखेको छ। यहाँभित्र चाहिँ खास के हो कुनि बेडहरू पनि छ कि के हो। यहाँभित्र चाहिँ बेडहरू छ त है। यहाँभित्र त बेडहरू छ त। बेड गेट पनि छ गेटभित्र बेड पनि छ क्या। गेट चाहिँ बाहिरबाट लगाएको छ तर गेटभित्र बेड देख्न सक्नुहुन्छ तपाईँहरूले हो। हामीले अब ढोका होइन त्यो त अब भित्र त क्लियर त देखेको छैन हामी बाहिरबाट खिचेको ढोका खोलेर चाहिँ हेरिएनौँ। तर यहाँभित्र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँभित्र काठको बेड छ एउटा। दुईटा फुल देउरालीमा के रे यसो समथिङ कि छैन पुरानो गीत बिर्स्यो बिर्स्यो लु यो चाहिँ तपाईँहरूको लागि ल
यो चाहिँ पिङ्की गुराँस होइन। फेरि सँगै यतापट्टि छ एउटा सेतो गुराँस होइन। अनि फेरि अलि यतापट्टि छ कुद्न सक्दैन यतिकै हाल्नु पर्छ रातो गुराँस होइन। यति नै हो यहाँ देखाएको चाहिँ यति नै हो अब फेरि देखायो भने फेरि खिचौँ है यत्रो बाटो खर्च गरेर दुःख गरेर आयो माथि आमायाङ्ग्रीबाट चाहिँ वारिपारिको भ्यू हेर्न पाएन तिमीलाई कस्तो फिल भइरहेछ रिग्रेट फिल भयो त कस्तो हुनु हामी मात्र नदेखा हो र कतिजना मान्छेहरू आइरहेको थियो कसैले देखेन नि त के रिग्रेट हुनु हेलो गाइज अब चाहिँ हामी निक्ल्यौँ पुरा अब मौसम चाहिँ यस्तो छ पुरै हुसुलाइरहेछ मौसम क्लियर हुने त छाडकाटै छैन अनि हामी चाहिँ अब निक्लेको ल गाइज हजुर हजुर खोइ मौसम क्लियर हुन्छ कि भनेको क्लियरै भएन अनि फर्केको भर्खर आइपुग्दै हुनुहुन्छ तपाईँहरू अनि हामी त फर्किनु लाग्यो त्यहाँ फर्किनुहुन्छ नि के तपाईँहरू ए हुन्छ हस् त ल त्यसै जानुहोस् है भाइहरू दिदीहरू बसेको गुम्बा यही हो कतै होला दिदीहरू बा दिदीहरू बसेको बाई बाई भन्नु बाई बाई निस्केको हामी ल बाई बाई गरिदिनु ल कति बेला फर्किनुहुन्छ तपाईँ कहिले भोलि फर्किने भोलि फर्किने भोलि फर्किने कि आज ल ल बिस्तारै आउनु ल त्यो पल्लो चाहिँ डाँडाको टुप्पो चाहिँ आमायाङ्ग्री मन्दिर हो हामीले चाहिँ अब त्यहाँ बादल लागेको लागि गरेर कुनै भ्यू देख्न पाएनौँ अहिले पनि त्यहाँ बादल हल्का निक्लिरहेको छ त्यो पल्लो चाहिँ डाँडाको टुप्पो चाहिँ हो आमायाङ्ग्री मन्दिर अहिले हामी चाहिँ तल झरिसक्यौँ सोरमाथाङ उता हातबाट गएन नि हामी चाहिँ अहिले यहाँ तल झरेको छौँ अहिले चाहिँ हामी यता तल झऱ्यौँ हिजो हामी जाने बेलामा चाहिँ उता सोरमाथाङ त्यो यो बाटो सोरमाथाङबाट गएको हौँ हो यो ठाउँबाट यो सोरमाथाङबाट गएको हौँ हामी चाहिँ त्यताबाट चाहिँ बाटो एकदम सर्टकट चाहिँ रहेछ माथि बेस क्याम्प पुग्ने बेलामा चाहिँ अलिकति अफरोड छ एकदमै अफरोड छ अहिले हामी चाहिँ यता तलबाट झरेको यतापट्टि हेलम्बु साइडपट्टिबाट यता चाहिँ बाटो चाहिँ अलिक सजिलै छ तर अलि लामो पर्ने रहेछ यस्तै छ यताको बाटोहरू त्यो डाँडामा हो है गाइज आमायाङ्ग्री मन्दिर चाहिँ पल्लो डाँडोमा हामी चाहिँ यहाँ छौँ हामी चाहिँ अब फर्किँदैछौँ के छ केटा हो के छ भिडियो लाइक सेयर सब्सक्राइब हाल्नु है एकदमसँगले है त एकदमसँगले बाटो आयो बल्ल अलि राम्रो बाटो आएन उफेर गर है टिटिट हरन छैन है हरन छैन राम्रो बाटो आयो भने त धेरै राम्रो बाटो आएको नि त अलिकति गाउँमा मात्रै राम्रो रहेछ म त्यहाँ माउरीको देखेर त्यहाँ पारिपट्टि बाइक राखेर यता हेर्न आएको माउरीको चाको देखेर त्यो चाहिँ मेलम्ची खोला हो अर्को यहाँनिर भिडमा छ माउरीको चाको चाहिँ यति धेरै छ है मैले चाहिँ साथीलाई जाउँ भनेको साथी चाहिँ घर जाने बेलामा अनुहार सुन्नाउँछ जान्न म भनेर आउनु मानेन म आएर यस्तै क्याप्चर हानेको यो चाहिँ यति धेरै छ है मैले चाहिँ साथीलाई पनि बोलाएँ आऊ आऊ भनेर बोलाएँ ऊ पनि आउँदैछ यहाँ आउँदैछ ऊ चाहिँ
दाइले चाहिँ ढुङ्गाले हानेर त्यहाँ माउरीको चाका झार्न लाउनु भयो चराहरू पनि रहेछ ल त ल दाइ ल ओए हानु हानु ल हानु हानु ल ओए ओए अर्को झरे 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 दाइले माउरी खुवाउने विचार गरे माउरीको म ओए झरे अर्को नि झरे अब झरे 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 त्यहीँ अड्क्यो नि यार ढुङ्गै अड्क्यो यार त्यहीँनिर ल फेरि म ट्राई हान त एक दुई ढुङ्गा कहाँ मेरो त हात बानी छैन हानलाई दुखिहाल्छ नि समानै मजाले कहाँबाट जुत्ता खोलेर त्यहाँ त मिल्छ त जुत्ता खोल्यो भने चाहिँ मिल्छ क्या त्यहाँसम्म जान सकिन्छ त्यहाँबाट जानु पऱ्यो नि त फेरि भिरमाउरी हन्टिङ हानेको माउरी चाहिँ उजी छ छैन म खसेँ जान सक्नुहुन्छ आउन सक्नुहुन्न क्या तपाईँ मोजा पनि खोल्नु न मोजा पनि खोल्नु न चिसो हुन्छ अहिले चिसो हुन्छ भने मोजा खोल्नु अनि त्यहाँ हिँड्दै जानु भने ल छ त छ लिएर आउनु न लिएर आउनु रहेछ रहेछ केटा हो रहेछ लली छ ओए हन्टिङ भयो मौरी हन्टिङ भिरमौरी हन्टिङ ल आउनु आउनु दामी दामी केटाहरू ल माउरी चाहिँ खान पाइयो है माउरीको मह आम्मा दाइले भत्रको झार्नु आएर चाहिँ यार भयो लिएर आउनु त्यति लिएर आयो हुन्छ ओए केटा हो मौरी मौरीको मह भयो भयो त्यहाँ आउनु अब ल हानो हानो चढाउनु पर्छ नि अलिकति आउनु ल हन्टिङ हान्ने है केटा होला लिएर आउनु मजा सोच लिएर आउनु ल है केटा हो दाइले म खुवाउनु भयो है मलाई खोइ त खोइ दाइ हेरौ त के हो दाइ के हो यो खोइ त खोइ राखौँ राखौँ केटा हो ल यस्तो हानलाई है केटा यस्तो ल त्यो ठुलो तिनवटा झरेको भए ढुङ्गै अड्क्यो होइन ठुलो तिनवटा झरेको भए दामी हुन्थ्यो क्या ल है दाइले झार्नु भयो है ल है कहाँ हो खोइ अँध्रोलाई नदेखिन चाहिँ ल छ गुलियो छ कि बच्चा बच्चा हो गुलियो गुलियो चाहिँ खानु पऱ्यो तर यस्तो धेरै अझै छैन त बच्चा बच्चा चाहिँ धेरै मात लाग्छ नि दाइ धेरै खायो नि त यो त हो र त्यो तरङ्गन चिउने रस्ती छैन होइन रस्ती छ क्या ल है केटा म पनि खानु पऱ्यो भिडियो अफ हानु पऱ्यो है बडो मेहनत गरेर त्यहाँबाट मौरी झार्यो म झार्यो चाका झार्यो यहाँ अलि रात परेर अब अलिक क्लियर देखाएको छैन हान्ने हो क्लियर देखेन अब हामीले अब यो खाँदाओर्दा टाइम भयो भयङ्कर हान्यो अब लागौँ अब रात्रि पनि भयो हामीले अब काठमाडौँ पनि पुग्नु छ मेलम चाहिँ आइपुगेको छैन हामी त्यही त अब हामी लाग्यौँ ल जाउँ जाउँ गाइज हामी चाहिँ अहिले ठ्याक्क घर आइपुग्यौँ अहिले चाहिँ ठ्याक्क 11 बज्न आँट्यो अघि हामीले चाहिँ रातिको मात्रै राम्रो आउँदैन भिडियो भनेर भिडियो बनाएनौँ ल भिडियो चाहिँ यति नै ल लाइक सेयर सब्सक्राइब हानिदिनु सबैजनाले त्यही नै हो ल बाई बाई अर्को भ्लगमा भयो भेटौँला हजुरहरूले माया देखाउनु भयो लाइक सेयर सब्सक्राइब गरिदिनु भयो भने ल गाइस बाई बाई धुलो धुलो छ ल बाई बाई